हेलो गुड मर्निङ शुभ बिहानी हामी चाहिँ अहिले मर्निङ वाक हिँडिरहेको छौँ। यहाँ ताल लेक छ, एकदम राम्रो लेक। हामी बस्ने अपार्टमेन्टभन्दा अलिकति पछाडि हो। अनि हामी आएको चाहिँ लगभग आज 5 दिन भयो। अनि यसो भ्लग गर्न हिँडेको हामी दुईजना मात्र हिँडिरहेको छौँ। कस्तो लागिरहेको छ त बिन्छ? एकदम हामीलाई हिजो अस्ति जाडो भइसक्यो। ल नि त यहाँ एकछिन बसेर भलाकुसारी गरौँ अब बुढाबुढीको गफसफ होइन। यहाँ जस्तो बस्ने ठाउँ पनि छ। यता चाहिँ पार्कहरू प्रायः धेरै ठाउँमा रहेछ। अनि हामी लगभग अहिलेसम्म घुम्न धेरै ठाउँ गइसक्यौँ, 3-4 ठाउँमा गइसक्यौँ। अस्ति डेट्रोइट घुम्यौँ। यहाँ चाहिँ अब भ्लग बनाएनौँ किनभने हामीलाई अब थाहा थिएन यहाँको नियमहरू। अब कहाँ क्यामेरा खिच्ने हो कहाँ नखिच्ने हो त्यो थाहा नभएको भएर हामीले बनाएनौँ। यो लेकमा चाहिँ यो चाहिँ म्यानमेड लेक हो भन्नुहुन्थ्यो अङ्कलले। अनि हाँस मजाले खेलिरहेको छ। हाँस पनि यहाँ त मान्छे जत्रो हुँदो रहेछ है, घर घरमा आएर बसिरहन्छन्। जिन्दगीमा अनुभव गर्न पाइयो। जाडो महिनामा बस्दैन थियो, गरिब महिनामा चाहिँ आउने अरे क्यालिफोर्नियातिर अनि टेक्सासतिर जान्छ। अब गर्मी भर्खर जाडै छ, अझै हामी ज्याकेट लाएर बसिरहेको छौँ। अलिअलि चिसो पनि छ। आज हिजो अस्ति चप्पल लाग्छ। हिजो अस्ति जुत्ता नलाइकन निस्किनु नसक्ने त्यो खुट्टा ठिडाएर। अब हामी बसिसक्यो बुढा भनेपछि लेट्स सी। अब दसैँ तिहार पछि नेपालको सिमभन्ज्याङ जस्तै फिल आउँछ होला होइन। पुरै बाहिर पहिला त हामी सिमभन्ज्याङमा हिउँ खेल्न जाने गरेको थियो। आम्मा हिउँ पऱ्यो भने सिमभन्ज्याङ दौडिनु गएको थियो। अब त यहीँ बाहिर हिउँ खेल्न आउँदा अपार्टमेन्टबाट बाहिर ट्याक्क ढोका खोल्यो अनि हिउँ खेल्न आयो। एकदम रमाइलो भइरहेछ। अहिलेसम्मको बसाइ एकदम रमाइलो छ। अब समग्रमा भन्नुपर्दा राम्रै भइरहेछ। अब काम अब कहिलेबाट सुरु हुन्छ के हुन्छ, सोसियल सेक्युरिटी कार्ड आएको छैन, ग्रिन कार्ड आएको छैन, त्यसपछि काम सुरु हुन्छ होला। हजुरहरूलाई हरेक अपडेट गराउने छु। अब अहिले त केही छैन। अब घर रुममा बस्यो। घुम्न गएको बेलामा खासै भिडियो अब त्यो पब्लिकमा गइरहेको थियौँ। अनि कन्फिडेन्ट बिल्डअप भएन भन्न नि मिल्यो होइन। त्यही भएर मान्छेहरू यता त्यता मैले होइन मान्छेले मोबाइल समाकै देख्दिनँ क्या कहीँ पनि, कुनै पनि त्यो हामी पार्कहरूमा भिडियोहरू कसैले गरेको नि देख्दैन। नदेख्ने फोटो खिचे पनि नदेख्ने होइन। अरूको फोटो अरूको अनुहार आउनु हुन्छ हुँदैन नि, हामीलाई थाहा नभएर हामीले बनाएनौँ। अनि आज चाहिँ हामी पार्कमा खुल्ला पार्कमा आएर हजुरहरूसँग बोल्न लागेको छौँ होइन। रमाइलो भइरहेको छ। दुईजना बुढाबुढी मात्र, अङ्कल आन्टी रुममै हुनुहुन्छ। हामी घुम्न हिँडेको। हाँस सबै सुतिरहेको छ त। मेरो स्क्वायरले यता छ हाँस। यहाँ चाहिँ यहाँ चाहिँ अब यो सुकेको रुखहरू जस्तो देखिन्छ, कुनै काटेको छैन। उहाँ चाहिँ अब हरियो रुख पनि काटिदिन्छन् होइन। अब हामीलाई चाहिँ अब भित्र बस्दा बोर लागेर अब आउटडोरमा निस्किरहेको छौँ। सधैँ यसरी नै निस्किनुपर्छ 1-1 घन्टा, किनभने अब भित्रको एसीको हावा मात्र खाएर भएन नि त, फ्रेस एयर पनि खानु पऱ्यो। अब यो अलि दिनमा चाहिँ के फुल फुल्छ भनेको? फुल फुल्छ अनि नफुल्ने ठाउँमा चाहिँ पातहरू पनि आएर हरियाली हुन्छ। फुल फुल्छ अनि झन् रमाइलो भइहाल्छ। ए भ्लग गर्दा गर्दा हात दुख्दो रहेछ बानी नभएर। अनि यो अब घाँसमा हिँड्न मिल्दै मिल्दैन भन्ने नि थाहा थिएन हिजो अस्तिसम्म। तर अहिले जहाँ पनि यहाँ जे नै गरे नि मिल्दो रहेछ भनेर चाहिँ थाहा भइहाल्यो। टेन्सन छैन अब हामीलाई। ल केही भन्नु छ भने ल अगाडि जन्मेको बच्चा देखेर होइन हिजो अस्ति हामीलाई त्यस्तो लागिरहेको थियो। नझारमा केही थाहा नभएर क्या सल्लाहको बोट। उता त सल्लाहको बोट पनि कत्रो लामो लामो पात हुन्छ होइन। यहाँ पात पनि कति सानो सानो हुने क्या चुच्चो हेर्नु है। कति सानो पात ल हामी यहाँबाट यही बाटो सर घुमेर फेरि यही लेक घुम्छौँ होइन। गाइजहरू यहाँ त्यहाँ गल्फ के अरे गल्फ कोर्ट के भन्छ भन्न नै आउँदैन हौ। नर्मल भाषामा भन्दाखेरि होइन। अब हामी नेपाली भएर शुद्ध नेपाली भन्छ चाहिँ गल्फ खेल्ने ठाउँ छैन, चौर छ भन्ने हाल्छ।
हाम्रो त कहाँ भन्न सुन्दैन मलाई त त्यो खेलेको टिभीहरूतिर मात्र देखेको होइन कत्रो कत्रो हाँस छ यहाँदेखि पछाडि त्यो हाँस चरिरहेको पुरै यहाँ त फुल फुल्ने कति राम्रो पहेँलो फुल फुलेछ सबैतिर नेपालमा देखेको कुरा सबै देखेको छ त नेपालमा भएको के देखिरहेको छ ल भन्नु मलाई ठ्याक ठ्याक यो भन्नु मलाई ठ्याक ठ्याक घाँस रुख ताल रुख पनि रुख त भयो कि अनि यो सबै रुख देखाएको थियो यस्तो रुख पनि देखाएको थियो यस्तो रुख देखाएको थियो अनि के देखाएको थियो त भन्नु खोजेको अब के सबै देखाएको छ अब चराचुरुङ्गीहरू नयाँ नयाँ देखेको छ अब हुन त मैले अब हाम्रोतिर त्यो जङ्गलतिर नगएको भएर होला जङ्गलतिर यस्तो रातो रातो पन्छीहरू त पाउनु यो रातो फुल देखाएको थियो होइन हौ यस्तो हो मैले सोधेको त्यही हो कि के चाहिँ देखाएको छ त एउटा सल्लाहको बोर्ड देखाएको छ ल इक्जाम्पल मैले दिएँ ल सल्लाहको बोर्ड देखाएको छ यस्तो रुख देखाएको यो फुल देखाएको छ एउटा होइन दुबो त देख्ने नदेख्ने कुरै भएन अरू के छ अरू के छ त अरू ढुङ्गा ढुङ्गे बगर भन्ने जस्तो ढुङ्गाहरू पनि देखियो हिजो चाहिँ हामी पोखरीमा गएको थियौँ त्यहाँ चाहिँ एकदम त्यो खोला हेर्दाखेरि नेपाली भाइ भएको थियो त्यो चाहिँ मैले भिडियो गर्न नि पाइनँ किनभने अब गर्न मन नलागेर देखेँ किनभने आजबाट सुरुवात गर्नु थियो त्यही भएर हिजो मैले भिडियो गरिनँ भर्खर आज सुरुवात गरेको हो नि त अब यहाँ नजिकै प्राइमरी स्कुल पनि छ यहाँ धेरै कुरा वरिपरि एउटै सोसाइटीभित्र धेरै कुरा हुने रहेछ अनि घरहरू चाहिँ प्रायः उस्तै सबै एउटै कम्पनीको हो नि त कम्पनीले बनाउने यो चाहिँ अपार्टमेन्ट वुड साइड अपार्टमेन्ट हो यो उता वुड कोर्ट भन्ने पनि छ अरे सेम होइन प्राइभेट भिल्लाहरू पनि छ भिल्ला भन्छ नि प्राइभेट रेसिडेन्टल एरियाहरू पनि हुन्छ हुनै पर्ने मुख्य कराउनै पनि छिच्छ्याउनै पर्ने हो मेरो जिन्दगी म त भागेर जान्छु नि दौडेर के गरेको गोप्रो किन्ने भोलि पर्सि पहिला भ्लग हिट जाओस् न ल अमेरिकाको फर्स्ट भ्लग यो अमेरिकाको हामी ह्याम्पटन सिटीमा छौँ अनि फर्स्ट भ्लग